एभ्रीवन गाइस आज फेरि हामी आएको छौं हैन कालो मान्छे देख्छ त नि क्यामेरामा फिल्टर लगा न फिल्टर ओ सेट फिल्टर रे हैन गाइस है म चाहिँ यहाँ गुरुबा श्याम्बे गुरु बारा आज चाहिँ हामी एकदम हतारमा छौं हैन हामीलाई जसरी नि भ्याउनु छ यो टिप आज गाइस टाइमको टिप हो अफिस टाइमको टिपमा अर्जेन्ट छ रे 5 बजे भित्रमा फिट गरिसक्नु पर्ने घरमा लगेर जसरी नि भ्याउनु पर्ने छ जाम पर्यो नि गाइस जाम छ हेर्न सक्नुहुन्छ है गाइस वरिपरि है र पुरै जामै छ क्या पुरै अहिले जाममै छ खै बाटो पनि बाइक पनि छिर्नै नसक्ने खालको जाम छ हैन म भन्दा कोरो रहेछ क्या यो मलाई चित्त बुझेन अब यस्तो हिंसा गरेर हुन्छ त कोरो भयो भनेर अब अलिकति कपाल चाहिँ काट्नुपर्ने छ कि गाइस मेरो कपाल अलि लामै भएछ अब अर्को महिना छोट काट्नुपर्छ दुम्सी भनेर दादा कमेडी गर्यो भने भाइरल हुन्छ ओ माई गड अझ त्यो कमेडीमा मिम जोडेर हाल्ने क्या दामी छ है सबर करो अनि बब हाल्ने यसको युट्युब च्यानल हामी सक्नुहुन्छ यसरी हाम्रो टिप भनेको नयाँ बजार ट्रान्सपोर्ट हामीलाई यो नयाँ बजारको अर्जेन्ट छ रे त्यसरी नै भ्याउनु छ त्यही भएर 5 बजे भित्र यो सामान लगेर फिटिङ गरिसक्नु पर्ने भएको कारणले गर्दा हामी जसरी नै पुग्नु पर्छ त्यही भएको कारणले हामी चाहिँ यसरी जामै जाम छ त हो गाइस सर्टकट बाटो आएको जामले लोती छ सर्टकट बाटो छिरेको गाइस त्यसकोबाट काट्दैन अहिले कुन ठाउँको हो मलाई थाहा छैन है हामी अब दिल्ली बजार हुँदै निस्किनेछौँ जाँदैछौँ राजदरबार ओ माय गॉड राजाको दरबार हुँदै जान्छ है गाइसहरू हाम्रो गाडी चाहिँ हैन खतरा झिलिमिली बनेको छ क्या गाइस हेर्नु है हाम्रो गुरुजी यो चाहिँ हाम्रो दादा हुनुहुन्छ मलाई चाहिँ आफ्नै भाइ मान्नुहुन्छ क्या जे होस् खुसी लाग्छ मलाई हैन गाइसहरू तपाईहरुले नि अब सब्स्क्राइब गरिदिनु होला हैन अब मेरो भिडियोमा अब के कमी जस्तो हुन्छ तपाईहरु त्यो भन्न सक्नुहुन्छ हैन म नयाँ हो के गाइस भर्खर बनाउन लाग्यो भाइ हो सिक्दैछु तपाईँहरु अब जान्ने बुझ्नेहरुले फलो गर्नु सब्स्क्राइब गर्नु मिस्टेक भएको ठाउँमा यसो गरेर भाइ यसरी बनाऊ भनेर सिकाइदिनु भाइ नयाँ छ भर्खर सुरु गर्दैछ सुरुवात दिनु भएको तपाईँहरूले सिकाइदिनु तर बाटो सानो भयो भने दामी छ क्या हाम्रो गुरुजीले चाहिँ दामी चलाउनुहुन्छ क्या मलाई त्यो चाहिँ अच्छा लाग्छ क्या अच्छा ओ माई गॉड हाम्रो दारो चाहिँ फेरि जस्तै ठाउँमा पनि हैन गाडी त सो हेर्न सक्नुहुन्छ गाइस हामी चाहिँ नागपोखरी आइपुगेको छौँ हैन यो नागपोखरी भनेको चाहिँ यो हो हैन जाम चाहिँ दामी छ क्या गाइस जामले नै धुरुक्कर भइसक्यो हैन अर्जेन्ट सामान छ हाम्रो चाहिँ पुर्याउनु पर्ने अनि नागपोखरी हो पोखरी हेर्नु नसक्नु यहाँबाट अनि यो भन्दा अलिक उतापट्टि चाहिँ राजदरबार छ अब राजपुत दरबार पनि देखाउँछ तपाईँहरूलाई तर जामै यस्तो खतरा छ क्या गाइस हाम्रो चाहिँ अर्जेन्ट सामान त त्यही पनि जामैबाट हिँड्नु परेको छ कस्टमरहरूले नै हाम्रो कति गाली गर्छन् क्या किन ढिलो भन्छन् तर यस्तो जाम छ भने उनीहरूले बुझ्दैन क्या हाम्रो कुनै बुझ्दैन मामाहरूले नि यस्तो गरिदिन्छन् सिटी बजा गरिदिन्छन् तर हामी यार ओभरटेक हान्दै नआएको भए त अहिले नेपालमा ओभर हो नि चाबेलतिर हुन्थ्यो नि हामी गलीबाट छिरेर अन्त अनि सुके धाराले भयो बस गाइस अब हैन हामी ठक्क राजदरबार आयो गाइस राजदरबारको गेट आइपुग्यो है यही यो त हैन अलि उता हो यही हो गाइस त बन्द पो रहेछ त गाइस गेट राजदरबार है गाइस यो चाहिँ
दरबार भन्छ म चाहिँ भित्र जानु पनि पाएन है गाई चाहिँ अहिलेसम्म गएको छैन है म चाहिँ अब हामी चाहिँ फर्किँदैछौँ सामान झारेर रात पर्न लागिसक्यो अहिले पो दामी भ्यू आउँछ त यहाँ घामले हराएपछि दामी आउँदो रहेछ गाई चाहिँ हामी गल्लीतिर आइपुग्यौँ अब फेरि गल्लीबाट जानुपर्छ किनभने जाम छ चोकमा आइपुगेको छौँ अब यताबाट भित्र छिरेर फेरि निस्किनु पर्ने हुन्छ हाइरोडमा अनि हाम्रो दादा चाहिँ एकदम हाँसिरहनु भएको छ है दादाहरू चाहिँ यता दादा चाहिँ फेरि सिकिस्तै हुनु भइसकेको छ त माई गड यस्तो नहाँसौँ न हो मलाई लास्टै हाँस उठ्छ के स्कुलको बसहरू आइरहेछ बाटो बन्द छ जस्तो छ होइन घुम्न थालेछ ठोक्यो ठोक्यो त्यहाँ बाटोमा अब गाडी घोडा पुगिँदामा कहिले हुन्छ गाइज हो होइन त्यस्तो अब दुःखबिर केही छैन मान्नु हुँदैन अब सधैँ हिँड्ने बाटो हो अब झगडा गर्ने कुरो पनि हुँदैन ओर्लेर पड्काइहाल्नु बाटै बन्द छ कि के हो सब के हेरेर बसिरहेको थियो हेर्नु सक्नुहुन्छ फेरि जाम छ होइन के गर्नु आज चाहिँ किन हो फर्स्ट सुरुमा जामै मात्रै छ हो यता पनि जाम पो छ त हो के बिना जाम हो नि फेरि कस्तो जाम परेछ के गर्ने होला कस्तो जामै जाम छ हो आज त छ्या बोलेरो गाडी जाममा अड्किएको छ ओ जाम खुल्यो जाम खुल्यो ओ माय गॉड ठुलो ठुलो गैडा आइरहेको छ अब गाइज हामी चाहिँ यो नेपाल टारको पुल चढ्दैछौँ होइन ठ्याक्कै पुलमै छिर्दैछौँ भनौँ नेपाल टारको पुल अब मेन हाइवेबाट जाम हुन्छ भनेर हामी भित्री रोड छिरिरहेको छौँ भित्री रोड पनि त्यस्तै जाम रहेछ गाइज अहिले ठ्याक्कै हामी नेपाल टारको पुल क्रस गर्दैछौँ अब हामी यहाँबाट ठ्याक्कै हामी नारायणथान निस्किन्छौँ उता टोखा हुँदै त्यो बाटो गएर हामी ठ्याक्कै नारायणथान निस्केर हामी त्यो बाटो जान्छौँ अब हेरौँ जाँदै गरौँ अब कतिको जाम परिन्छ अब मेन हाइवे जाम हुन्छ भनेर भित्री बाटो छिरेको भित्री बाटो नै हल्का हल्का जामै छ त्यस्तो खासै चाहिँ छैन वाउ नै भन्ने चाहिँ छैन हल्का चाहिँ छ जाम होइन अब यस्तो वाउ भन्ने जाम चाहिँ छैन अब हल्का फल्का जाम छ है भन्ने चाहिँ हो अहिले चाहिँ अलिकति खाली खाली हुनेछ है अहिले खाली हल्का खाली छ त्यस्तो साइकलहरू भनेको सानोतिनो चिजहरूले अलिअलि डिस्टर्ब गर्ने हुन्छ त्यस्तो फरक पर्दैन तपाईँहरूलाई हामी ठाउँ ठाउँको लोकेसन दिइरहेको हुन्छौँ यो ठाउँमा पुग्यो यो ठाउँमा आइपुग्यो भनेर यसो आउँदाखेरि आइरहनु होला जस्तै हो सरल अब सरल शैली सरल
बल्ल बल्ल जाम खुलेको छ हाम्रो हल्यो छैन भर्खर भर्खर जाम खोलेको छ हाम्रो चाहिँ होइन अब चाहिँ हामी चिल पारामा हामी अब हाम्रो कम्पनीतिर लाग्छौँ कम्पनी जान अब 1 घन्टा त्यस्तै लाग्छ होला 2 घन्टा चाहिँ लाग्न सक्छ होला किनभने जामै छ होइन एकछिन खोलेर मात्रै भएन अगाडि नै यस्तो चाहिँ जाम गुरुबा चलाउँदै हुनुहुन्छ हुन्छ भ्यू चाहिँ दामी छ है गाइज हाम्रो दाइलाई चाहिँ यो भाउजूले दिएको गिफ्ट रे यो फुल खालि खसे खसे गर्छ क्या गाडी अलिकति उफ्रिँदै खसे खसे गर्नु खोज्छ त्यो दाइले कति माया गर्नुहुन्छ कि यो फुललाई पनि हेर न चलाउँदा चलाउँदा पनि आहा स्याहार सुसार गरे छ नि हाम्रो दाइले